A B C D E F G H I J K L M N O P Q R S T U V W X Y and Z. Now I know my ABC. Next time, won't you sing with me? What's that? Is that a rabbit? Here too. के रहेछ हालियाना के हो लानु नि त न त्यो त हुँदैन बाबा के रहेछ ऱ्याबिट खरायो हो मेरो सानो खरायो आज कता हरायो शप 99 मा आएको छौँ हामी चाहिँ टिपो टिपो ह्याङ गर्छ है तिमीलाई यहाँ लगाऊ यो यसो गरौँ है चिप्स यसमा निकाल्नु है यसो लाएर ल त्यसो गरौँ हामी चाहिँ यहाँ चिप्स फ्याक्ट्री आएको छौँ धरानको उता मधेस जानुको लागि आमाले यहाँ चिप्स किन्नु भएको छ कोसेली यहाँ बाजेको लागि फ्लास्क दियानाले पनि चिप्स ढुकिहाल्यो दुईटा ए लो ए के गर्छौ यस्तो सादा चाहिँ पाउँदैन क्या है यस्तो सादा पाउँदैन होला उयो दाजु छ त उयो उयो दाजु यस्तो सादा पाउँछ यस्तो सादा पाउँछ भने एक पकेट नानीलाई बनाइदिनु न दुई प्याकेटै दिनु न हैन नुन त कम्ती खोर्सानी चाहिँ नहालिदिनु यो कहिले चाहिन्छ बिस्कुट दुईटा ए यति भयो अब मम्मीले के किन्ने अरे अब मलाई त यति भयो हुन्छ के अहिले त पस्दैन त फेरि यो सपिङ गरे खानु दिएको भए त्यहाँ गएर खुवाइदिन्थ्यो पनि होला पो खुवाउनेन हेर्दैछ को हालिएन लुजु कसको यो बहिनीको कि यहाँ नानी छ ए उसको नानीको
होइन तिम्रो भाइ बहिनीको होला भनेर नि ए मन पर्यो मन पर्यो कति साह्रो चाल्यो केटाकेटीलाई त्यस्तै यो पो डर हुन्छ क्या हो साइकल तर यो त उयोमा त हुँदैन नि त रोडमा त यो त तिमी अब यसरी अरू कोहीमै खेल्दै बसेर नै काट ल जिन्दगी छैन तिमीलाई आमा र बाउले किनिदिँदैन हो पो गर्छ त बुझेको जस्तो फेरि पनि होइन पक्रिनु जाने भयो छोड्ने अब ल जाने अब हाम्रो घर ल बाई बाई गर बाई बाई खै बाई बाई हामीले हेर्दैछ बा छोडो कि भनेर गयो हामी ल तिमी यहीँ बस अब यहाँ यसो झाडु पोछा गरिदिनु खेल्नु अन्त झाडु पोछाल गर्ने सामान किनिसकेको लु छिटो निक्ल मेरो जाउँ हाई गाइज हामी चाहिँ भर्खर घर आइपुग्यो उफ घरमा साँच्ची नै भनेको गरम चाहिँ चढिसकेछ क्या नसकिने रहेछ अब चाहिँ के भन्छ भोलि चाहिँ उता मधेस जान आँटेको आमाको बाबा दाजुहरूको घरमा अन्त अस्तिको वर्ष पनि यस्तै के प्लान भएको थियो तर अब त्यो बेला अलिक नानीहरू सानै थियो नि त त्यो ल्यान चाहिँ अन्त त्यही भएर चाहिँ अब हामी सानी पनि आउनु भएको छ त्यही भएर चाहिँ भोलि जान आँटेको अन्त आज चाहिँ हल्का के लाने भनेर कसले सपिङ गर्यो र त्यही हो लियाना चाहिँ आएर ऊ चाहिँ आएर चाउमिन खाँदैछ मोमो अघि खानु मानेन अन्त चाउमिन भेज चाउमिन ल्याइदिएको उसलाई चाहिँ खाँदैछ मजाले नि धुन्न बसेर उसको खुट्टाहरू हेर्दै उसले चाहिँ चाउमिन पुरा मन पराउँछ नि त र हामीले त किनेरै मोमो खाइसकेको हो अन्त टाउको दुख्यो घाममा ज्यादा हिँड्यो भने टाउको दुख्छ फेरि घरको अलिअलि त्यही सौदाहरू पनि गर्नु थियो त्यो पनि गरेर एकैचोटि आएको अब भोलि चाहिँ मर्निङ यस्तै 8:30तिर जाने भनेको हो अन्त त्यही हो र भ्लग चाहिँ मैले आज मर्निङदेखि नै स्टार्ट गरौँ भनेको थिएँ बट मर्निङमा चाहिँ मैले गरिनँ किनभने अब आज यस्तो दिउँसो प्लान थियो नि त जाने अन्त त्यही भएर उसको लुगाहरू पनि थियो धुनुको लागि अन्त बिहान छिटो छिटो सब्जी बनाइकन चाहिँ घरहरू सफा गरिकन घरहरू त्यही पोछा झाडु लगाइकन चाहिँ अन्त लुगासुगा धुइदिइहाल्यो किनभने अब आज दिउँसो भ्याउँथेन नै लुगाहरू धुनु हो त्यही भएर किनभने हिजो चाहिँ मैले लुगा धुनु पाइनँ किनभने म चाहिँ हिजो चाहिँ एकदम सिकिस्त भइसकेको थिएँ किन भन्दा चाहिँ मलाई के भयो भने अस्तिको दिन त्यो सुँगुरको मासु उसिनेर बनाएको थियो र सुँगुरको मासु चाहिँ अस्ति चाहिँ हामीले चाहिँ डिप फ्रिजमा राख्दै तल झार्दै गरेको थियो नि त अनि त्यो गर्दा सायद बिग्रियो होला अन्त त्यही भएर मलाई चाहिँ डायरिया भएर उल्टी आउला जस्तो भएर मर्निङदेखि नै राति सब खाएर सुत्दा ठिकै थियो डेली त म खान्थिनँ होइन खानु त तर त्यति बेला बनाएको थियो र खाएँ अन्त भातको बदली मासु चाहिँ खाएँ मासु र साग चाहिँ पाहाडबाट कान्छीले ल्याएको थियो र नै कान्छी पहिले सानीले ल्याउनु भएको थियो अन्त खाएँ ठिकै थियो सबै ठिकै थियो मर्निङमा चाहिँ उसलाई दुध दिँदै गर्दाखेरि चाहिँ भुँडी दुख्यो क्या अन्त टोइलेट गएको उसलाई बोकेरै जानुपर्छ त्यो पनि बिजोग भएर अन्त गयो भरे त डाइरिया भयो अन्त डाइरिया भएर आएँ त्यहाँ त बुढी दुखेको गर्छ त्यहाँदेखि बुढी दुखेको गऱ्यो एकछिन यसरी घोप्टेर बसेँ अर परेर त्यहाँदेखि भयो उल्टी आउनुपर्छ उल्टी गर्नु खोज्छु आउँदै हुँदैन हो त्यहाँदेखि फेरि आमालाई पनि ठिकै त्योभन्दा अगाडिको दिन चाहिँ आमालाई पनि त्यसरी डाइरिया भयो अन्त तर आमालाई चाहिँ डाइरिया मात्रै भएको त्यस्तो भुँडी दुख्ने उल्टी आउनु केही पनि होइन अनि त्यो दबाई ल्याउनु भएको थियो अनि त्यही माथि गएर दबाई खाएँ अन्त उसलाई चाहिँ उसको खाना चाहिँ बनाइदिएँ अन्त आएर त म यहाँ रुममै ढल्किबसेँ अन्त उसको कोमारले हेऱ्यो होला अन्त सानी चाहिँ हस्पिटलमा देखाउनु जानुभयो अन्त उसको कोमाले खानापिनाहरू पकायो होला उसलाई खाना पनि खुवाइदियो त्यहाँदेखि मलाई त खाना यस्तो कस्तो हुन्छ नि अब खाना यसरी सोच्दै कस्तो उल भएको भित्रबाट अन्त भरे दुध र भात खाएँ अन्त
अन्डा खानु नि अलिक रोकिन्छ होला भन्नुहुँदै थियो। अन्त अन्डा खायो, दुईवटा उसिनिदिएको थियो अन्डा, अन्त अन्डा खाएँ। त्यहाँदेखि फेरि एउटा दबाई खाएँ। त्यहाँदेखि चाहिँ यसलाई पनि ल्याएर सुताएँ। त्यहाँदेखि म पनि एकछिन उयो ढल्केँ। त्यहाँदेखि भरे डाइरिया त आउँदैन थियो, तर अलिकति भए पनि उयो चाहिँ कम भयो क्या, भुँडी दुख्नु र उल्टी आउने टाइपको चाहिँ कम भयो। अन्त यसलाई दिउँसो खाजाहरू बनाइदियो। फेरि उसको पापाले चाहिँ त्यो सुकुटी अर्डर गरेको थियो नि त अस्ति उता पाहाडबाट, अनि त्यो सुकुटी पनि लिएर आउनु भएको थियो। अनि त्यो पनि सबै हिजो नै काटेर राखेर सुकाइदियो। अनि त्यही भएर हिजो त्यति गर्नु मात्रै मेरो जाँगर थियो हिजो चाहिँ। अन्त लुगा चाहिँ आज धोइदिएँ मैले। अब भोलि पनि जानुपर्छ, भोलि पनि भ्याउँदैन होइन, भोलि त झन् मर्निङमै हो। सो भोलि म तपाईँहरूलाई देखाउँछु। म पनि फर्स्ट टाइम गएको, मलाई थाहा छ, म त एकदम कन्फ्युज भइरहेको थिएँ क्या, भोजपुर भनेर सोचिरहेको थिएँ। भरे भोजपुर त होइन रहेछ, मधेस चाहिँ ओह्रालो रहेछ, भोजपुर चाहिँ हाम्रो सानीहरू आएको जग्गाबाट रहेछ। उसको पापाले चाहिँ मलाई जानेर धुलोहरू पो उड्छ त पुरा, अस्ति आउँदाखेरि कस्तो धुलो थियो भने चाहिँ, हुनु पनि हामी अटोमा जानु आँटेको नि त। अन्त अटो तर यतैबाट रिजर्भ गरेर नै जानु भनेको। अब गोटागन्तीमा गयो भने चाहिँ हुन त सुविस्तै हुन्थ्यो, तर उताबाट आउँदा चाहिँ गाडी पाउँदैन अरे क्या। अन्त त्यही भएर चाहिँ अब एउटै हो लगभग भनेर चाहिँ त्यसो गर्नु आँटेको। हेरौँ कस्तो हुन्छ। फर्स्ट